पछिल्लो समय यो जो उम्मेदवार छनौटको क्रममा विभिन्न विवादहरू आइरहेका छन्, तपाईँले तपाईँको पार्टीमा चाहिँ त्यो विवाद निरूपण गर्नको लागि के गर्नुहुन्छ नि? हाम्रोमा त खास त्यस्तो त्यति धेरै व्यक्तिगत स्वार्थ लिएर पदको लागि त्यत्रो धेरै मरिहत्ते गर्ने मान्छेहरू छैनन् होइन। मैले सुरुमै साथीहरूले आबद्ध गर्दै पदभन्दा माथि छ देश होइन, देशको लागि गर्ने हो, पदभन्दा ठुलो हुन्छ परिवर्तन भनेर मैले चाहिँ कसम खुवाएको हुन्छु, माटो छुवाएर होइन, फेरि माटो छुवाएर त्यस्तो छ। त्यसले गर्दा त्यति धेरै आसक्त हुनुहुन्न उहाँहरू होइन। यसो आयो भनेदेखि तपाईँको चाहिँ नि सम्झाउँछु होइन, भइहाल्छ। अहिलेसम्म तपाईँ धरानको महानगरपालिकाको मेयरकै रूपमा हुनुहुन्छ, राजीनामा दिनुभएको छैन, आफूलाई प्रधानमन्त्रीको रूपमा अगाडि बढाएर प्रधानमन्त्रीको उम्मेद्वार म प्रधानमन्त्री बन्छु भनेर अगाडि बढ्नु भएको छ। कहिले राजीनामा दिने? अब 6 गतेलाई मनोनयन दर्ता त्यो भइहाल्छ, समय आइहाल्छ, त्यो मनोनयन दर्ता हुनुभन्दा